आफूले आफ्नो प्रथा परम्परा धर्म संस्कार संस्कृति अनुसार छाक जुठो बारण गरी पूरा गर्नु भएकोले आजदेखि सबै बारणका कुराहरूबाट फुकुवा हुन पाऊँ भन्नुहुन्छ। हुन्छ कि हुँदैन? हुन्छ हजुर। फुकुवामा त के फुकाउने त सबै भन्नु हामी दिन्छौँ। ल त्यसो भए तपाईहरुलाई धन्यवाद। हुन्छ हजुरहरूले अब जे फुकाउनु माग्नुहुन्छ त्यो सबै फुकाउँदा हुन्छ। हवस् धन्यवाद। त्यसैले हामीले पनि खोजेर तपाईहरुलाई बोलाएको कुलकुटुम्ब इष्टमित्र चेलीहरूलाई मामा माउलीहरूलाई हुन्छ। र अर्को सोधानी आयो। त्यसो भए आजदेखि मासु मांस छरिसा नुनैसा खुला हुन्छ कि हुँदैन भनेको अब मासु मांसहरू हामीले बारेको तेल बारेको त्यो हुन्छ कि हुँदैन? हुन्छ तेल बारेको नुन बारेको खर्सानी बारेको अब यस्तो खाने पिने राखेको मासु मांस यसो खानु उल्टो पिल्टो सबै हाँस्नु घाँस्नु सबै चुम्मा गर्नु सबै पाउँछ हजुर। त्यसो भए आजदेखि पाउँछ हैन? मजाले। अब अर्को सोधानी आयो हजुर। यसै आजदेखि उहाँहरूको सम्पूर्ण शुभ कार्यहरू भनेको विवाहहरू हैन, त्यसै गरेर व्रतबन्ध शुभ विवाहहरू न्वारान पास्ने छेवर विवाह गर्न नाचगान गर्न दही अक्षता चलाउन भनेको अब टिकाटालो गर्न समेत सबै खुला भयो कि भएन? हजुर पाउँछ है। आजदेखि लप गर्नु पाउँछ, मजल बिहा गर्नु पाउँछ, घारी घुरी गरेर सुत्नु नि पाउँछ, पूजा आजा गर्नु पाउँछ, तपाईको सुरुवाल फुकाउनु पाउँछ, लुङ्गी फुकाउनु पाउँछ, सबै मजाले सबै मागेको जति सबै पाउँछ है। आज त सबै अहिले हामी धोइदिन्छौँ नि। ल तर हामीले मागे भन्दा धेरै दिनुभयो हजुर, दौलत छ भलात्मीले हामीले मागे भन्दा धेरै तपाईहरुले चाहिँ खुल्ला गरिदिनु भएकोमा मुरी धन्यवाद छ हाम्रो खतुकी हामी दुःख सेकमा बस्नेहरूको तर्फबाट है। हस् धन्यवाद। हस् त अर्को फेरि प्रश्न आयो। सोधानी प्रश्न होइन सोधानी है। त्यसो भए आजदेखि सुतुलुङ बासमा जानु भएकी सीतामाया राईको सम्पूर्ण परिवार दाजुभाइ दिदीबहिनी सबै जुठो बार शुद्ध हुनुभयो कि भएन? एकदम आजदेखि मजाले शुद्ध भयो। राम्रो आजदेखि अब गयो वैकुण्ठ बासमा आजदेखि गयो। अब तपाईको स्वर्गलोकमा गयो माथि उहिले जुजु बाजे चेप्चु बराजुको उसको अब जस्तै हातमा गयो हे आजदेखि गयो। धन्यवाद छ तपाईहरु आउनुभयो। मामा माउली कुल कुटुम्ब चेलीबेटी सबै छरछिमेकहरू हैन इष्टमित्र आइदिनु भयो र हाम्रा दुःख सेकमा पर्नु हुने दाजुभाइ दिदीबहिनीहरूलाई फुकुवा दिनुभएकोमा मुरी धन्यवाद दिँदै आगामी दिनहरूमा यस्तो दुःखको काममा भेट्न पनि नपरोस् भन्दै बाचा गर्दै तपाईहरुसँग फेरि शुभ काममा भेट्ने बाचा गर्दै म उद्घोषक भनौँ यो वाचन गर्ने म एउटा दुःख सेकमै परेको म पनि एउटा छोरा हुँ। म बिदा हुन चाहन्छु। धन्यवाद हुन्छ। अब यसमा केही हुँदैन तपाईको के भने यस्तो अब कुनै दुःखको कार्यमा भेट नहुनु मरो जस्तै नहुनु अजामबारी जस्तै हुनु भन्दा पनि अब गइन्छ तर पनि यस्तो चाहिँ नहोस्। आजदेखि चाहिँ शुभ राम्रो रहोस्। यसरी खानु पिनु लाउनु हाँस्नु खेल्नु देवी देउराली नाग नागिनी जिमी भूमिसँग पूजा आजा गर्नु पाउनु पर्छ। चुम्मा गर्नु भे गर्नु लभ म्यारिज गर्नु सुरुवाल फुकाउनु अब फुकाउनु पाउँछ पाउँदैन भन्यो भरे त सबै नाङ्गै फुकाउँदा पाउँछ है। आजदेखि राम्रो होस्। आजदेखि एकदम हाँसी खुसी रहोस्। ल हुन्छ जति अनुमति पाएपछि हुन्छ। Wow, let's be